वेलकम बैक टू अनदर भिडियो। आज हामी क्लास 12 सामाजिक अध्ययनबाट संवेग व्यवस्थापन भन्ने च्याप्टरबाट एकदमै इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु। अब स्टुडेन्टहरूले के गर्छ, सबै क्वेसनतिर ध्यान दिन्छ, तर यो क्वेसन जुन कि 6 क्वेसन छ, यो क्वेसनमा चाहिँ ध्यान दिँदैन। त्यही कारण आज मैले चाहिँ संवेग व्यवस्थापनबाट क्वेसन लिएर आएको छु। हाम्रो 1 मार्कमा चाहिँ संवेग व्यवस्थापन भनेको के हो सोध्न सक्छ र 5 मार्कमा संवेग व्यवस्थापन का कुनै 5 उपाय लेख्नुहोस् भनेर क्वेसन सोध्न सक्छ। पहिला हामी बुझ्छौँ संवेग भन्नाले के हो। संवेग भन्नाले फिलिङ, संवेग भन्नाले इमोसन फिलिङलाई इन्डिकेट गर्छ, अनि व्यवस्थापन भनेको त्यही म्यानेजमेन्ट। हामी आफ्नो इमोसन फिलिङलाई कसरी म्यानेजमेन्ट गर्न सक्छौँ। संवेग व्यवस्थापन भनेको के हो? संवेग व्यवस्थापन भनेको भावना र व्यवहारहरूलाई नियन्त्रण गर्नु नै संवेग व्यवस्थापन हो। एक मार्कमा हामी यसरी लेख्न सक्छौँ। अब आयो 5 मार्कमा हामीलाई चाहिँ यसरी सोध्न सक्छ, संवेग व्यवस्थापनका कुनै 5 उपाय लेख्नुहोस्। त यसरी गरेर 6वटा चाहिँ बुझागत उपायहरू यहाँ इन्डिकेट गरेको छ। हामी लाइन बाइ लाइन चाहिँ बुझ्नतिर लागौँ। फर्स्ट नम्बर, आफ्नो भावनामाथि नियन्त्रण राख्नु। आफ्नो फिलिङमाथि चाहिँ नियन्त्रण राख्नुपर्छ। अर्को ख नम्बर, समानुभूतिक भावना राख्नु। समानुभूतिक भन्नाले हामी पहिला बुझ्छौँ, समानुभूतिक भन्नाले अरूको दुःख पीडा खुसी आफ्नै दुःख पीडा खुसी जस्तै महसुस गर्नुलाई नै समानुभूतिक भनिन्छ। त्यस्तै गरी ग नम्बर, योग तथा ध्यान गर्नु। अब हामी रियल लाइफमा पनि हेर्न सक्छौँ, हामीलाई धेरै टेन्सन डिप्रेसन भएपछि हामी योगा मेडिटेसन गर्छौँ। त्यसै गर्नका लागि हामीले चाहिँ योग तथा ध्यान गर्छौँ। अर्को घ नम्बर, सामाजिक कार्यमा सङ्कलन हुने। सामाजिक कार्यहरूमा सङ्कलन भइराख्ने जस्ता कामहरू गर्नुपर्छ। अर्को चाहिँ नेक्स्ट चाहिँ मानवताको भावना राख्ने, मानवप्रति राम्रो भावना राख्ने। अर्को स्वयं सचेत हुने, स्वयं आफूलाई डिसिप्लिनमा राख्ने